अब हामी गयौँ। वेलकम टु माई युट्युब च्यानल। हेलो हाई कुश दाजु के छ? यो चाहिँ हामीले हेर्दाखेरि देखे मात्रै हो, तर यो पनि कोरियै ठाउँ हो होइन। हामी जाँदैछौँ अझ चाहिँ फाइनल्ली गाइज होइन। अझ चाहिँ हामी लोटो हान्नु जानु आँटिरहेको छौँ। अनि अब कति गर्नु दुःख होइन गाइजहरू। अब फाइनल्ली अझ लोटो परेर पर्सि निकर्सीतिर चाहिँ हामी नेपाल आउने प्रबल सम्भावना छ होइन। के गर्नु त, कति दुःख गर्नु होइन। त्यही भएर आफ्नो भाग्य त खोज्नु पऱ्यो नि त होइन। हुन त अब भाग्य छ भन्दैमा डोकोमा दुध अडिँदैन भन्छ, तर पनि हामी चाहिँ डोकोमा दुध अडाउने कोसिस गर्दैछौँ होइन। कस्तो दामी दामी फुल छ होइन। धेरै समयपछि म युट्युबमा अझ म केही बनाउनु आइरहेको छु। भिडियो हेरेर प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला होइन। त्यसपछि अनि अरू सबै गरिदिनु होला। र राम्रो भए नराम्रो भए नराम्रो त्यस्तो तरिकाले भनिदिनु होला। तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछु। अनि को हो हु इज दिस? ए फुल भन्छ यो। एकस फोटो खिच्दाखेरि के हुन्न र? यो चाहिँ हाम्रो दाजुको त्यो साउनीको घर हो होइन, माथिको डाँडा होइन। टक्कसँगले यो उयो हाम्रो दाइको नेङ्जाङको हो। अनि नेङ्जाङको भित्र त केही छैन त दाजु? ए अनि उयो हामीले काम गर्ने चाहिँ यस्तै साग टिप्ने गाइजहरू। यो त हाम्रो सङ्जिनको होइन? मामा स्याउबारी है कृषि क्रान्ति। अब म पनि यस्तै गर्न सक्दिनँ तर नेपाल गएर होइन। तर म प्रयास गर्छु है। मामा है यो चाहिँ स्याउको फुल है। अब यो अब लगभग दाना कति टाइम लाग्छ दाइ? हो र ल ठिक छ। अझ चाहिँ बेलुकी रात परिरहेछ होइन। अनि हो र नुन खोर्सानी चोपेर 2 महिनापछि खाने हुन्छ अरे है। यस्तै सागमा काम गर्नुहुन्छ, यस्तै स्याउबारीतिर काम गर्नुहुन्छ। मेरो चाहिँ काम भनेको अहिले त्यस्तै हो होइन। अब चाहिँ सक मात्रै छ, किन अरू कुराहरू गर्नु होइन। दायाँ बायाँहरू कुरा गर्नु। दामी निलकाँडा जस्तो छ कि हाम्रो गाउँतिर निलकाँडा छ नि त्यस्तै खालको, तर चिया जस्तो है यो दाइ। खै के भन्नु यो। दामी रहेछ यार, दामी रहेछ। ओ यो छेउमा रोप्दाखेरि पनि राम्रो देखिने रहेछ दाइ। हाम्रो चाहिँ कस्तो चोकतिर पनि ऐना हुँदैन, यहाँ चाहिँ हेर न है यस्तो। के हेर्नलाई रे क्या यहाँ। के चाहिँ होइन सिसिटिभी पनि छ अरे है। कसम हामीले खाएका थियौँ भन्ने गाना गाउने अवस्थाहरू पनि कहिले नआओस् होइन। कसम त खानु भएन नि होइन। जाँदैछौँ हाम्रो डेस्टिनेसनमा, काममा जाँदैछौँ। ओहो म त अनि अफरोड झारेँ नि त यार। अनि अझ दाइले कति हान्नुहुन्छ हान्नुहुन्न? हान्नु पऱ्यो नि होइन। लोटो पऱ्यो भने चाहिँ गाइज होइन, मेरो 7 पुस्ताले कोरिया टेक्दैन है गाइज। पोटो लोटो सबै हानिदिने हो आज। यतै हो बारी, यस्तै छ है गाइजहरू। हामी बस्ने अथवा हामीले काम गर्ने ठाउँ यस्तै हो। अब हामी जाँदैछौँ टक्कसँगले। यो त पेट्रोल हाल्ने होइन दाइ, यो त हाल्ने हो, आफै हाल्ने हो। यहाँ मान्छे बस्दैन हाम्रो नेपालमा जस्तो। अनि त्यहाँ टक्कसँगले सिसी क्यामेराहरू हुन्छ, त्यस्तो गल्ती केही गर्नु भएन होइन। नत्र हाम्रो गाडी कुद्नुभन्दा छिटो हाम्रो प्रहरी दाजुभाइ मामाहरू आउनुहुन्छ। अब हामी चाहिँ यहाँ गर्छौँ होइन, काट्छौँ। अनि त्यसपछि ओए ब्याक गर्दैन होला नि त गाडी यार। कस्तो डर लाग्दो आएको हो गाडी यार। घजाक आउँछ त यार। मलाई नि बाँच्नु मन छ नि यार, डर लाग्छ यार। अब हामीले उयो खाना खाने ठाउँ चाहिँ अझ अलि छिटो बन्द भएछ। अनि हामी चाहिँ 2-3 लाखको साइकलमा यता साइड लाउँछौँ। अनि पुरा स्वाँ गराउँदो रहेछ यार ब्याक गर्दाखेरि त गाडी। होइन यहाँ राखिदिउँ भनेको दाइ।
लु लोटो होइन अनि हामी जाँदैछौँ रोक्नु दाइ रोक्नु यसो नहेरे पनि भन्नु पर्यो लोटो 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 यता छैन अरे केही छैन अरे कुन बार भने दाइ गयो ओइल भनेको सोमबार बुधबार ए लट्टर काट्दैछौँ आज हामी कोर्नु पो मन लाग्यो मलाई त दाइ कोर्नु पो मन लाग्यो हौ लोटो पेपर चाहिँ यस्तो हुन्छ है गाइजहरू होइन अनि त्यसपछि यस्तो डटले चाहिँ कसले यस्तोले चाहिँ लेख्नुपर्छ होइन अनि ठक 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 45वटामा 6वटा मात्रै हान्नुपर्छ कि एउटा घरमा चाहिँ होइन एक लारमा चाहिँ 6 अनि त्यसपछि अब टक्कसँगले कस्तो अनुहार त यति नराम्रो त थिएन यार आज कस्तो देखिरहेछ कि फाइनली हामी लोटो काटिसक्यौँ होइन अनि फर्किन् अब हामी साइकलमा जान्छौँ सँगले अब आफ्नो डेस्टिनेसनमा पुगेर फर्किसक्यौँ हेरौँ भरे के हुन्छ रिजल्ट होइन अब पर्नुपर्ने हो हेरौँ के हुन्छ फाइनली गाइज है लोटो काटिसकेर पनि म चाहिँ आइसकेँ अब रिजल्टको पर्खाइमा छु तपाईँहरूलाई म कस्तो रिजल्ट आउँछ तपाईँहरूलाई देखाउँछु कपाल चाहिँ नामा भएको छ काट्नुपर्छ है गाइज है आजको भिडियोलाई बाई